भारत र पाकिस्तानको अलिकति हात हलाल त भएको थियो, तर यो हात हलालको स्थिति लडाइँमा परिणत हुन नपाओस् भन्ने हामीले कामना गऱ्यौँ। उहाँहरूसँग पनि कुरा गऱ्यौँ, नभन्दै उहाँहरूले लडाइँमा जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो। केपी ब्याले फ्याट्टै बोलिदिनु भयो, भारत र पाकिस्तानको युद्ध मैले रोकिदिएँ। तर तपाईँको घर बनाउने सपना कसले रोकिदियो? मेयर बालेनले? तपाईँले नक्सै बनाउनु भएन छ, अनि किन रोकिँदैन त? धन्न सुरुमै रोकियो। डोजर नै चलाउनु परेको भए के हालत हुन्थ्यो? यस्तै हुन्थ्यो होला, होइन त? त्यसैले घर निर्माण गर्नु पूर्व नक्सा पास गरी कानुनी प्रक्रिया पूरा गरेर मात्र सुरु गरौँ। घर बनाउने सपना हो, त्यो सपना पूरा गर्न नक्सा चाहिन्छ। जनहितका लागि माताश्री डिजाइन एन्ड कन्स्ट्रक्सनको यो सन्देश।